सरकार सफल भइरहेछ भनेको छु त मैले हैन। सात बुँदे चाहिँ बाहिर देखाउनको लागि एउटा थियो, तर यथार्थमा सात बुँदे चाहिँ अर्को रहेछ। पहिलो बुँदा रविलाई थुन्ने हैन, दोस्रो बुँदा कुलमान लखेट्ने, तेस्रो बुँदा यो सार्वजनिक पदहरू बाँडफाँड गर्ने, चौथो बुँदा चाहिँ आफ्नो मान्छेहरूको फाइल लुकाउने हैन, पाँचौँ बुँदा चाहिँ राजनीतिक अस्थिरता ल्याउने, छैठौँ बुँदा चाहिँ यो तपाईँको सबै पक्षलाई चिकित्सक शिक्षक यो सबैलाई आन्दोलनमा लिएर आइदिने हैन, यस्तो यस्तो रहेछ। अनि त्यो त सबै गरिसक्नु भयो त हैन। तर यदि साँच्चीकै उहाँहरूले जुन सात बुँदा देखाउनु भएको थियो र पहिलो बुँदामा संविधान संशोधन थियो भने 10 महिनासम्म कार्यदल समेत किन बनेन भन्ने मेरो प्रश्न हो। तपाईको माग हो कार्यदल बनाऊ भने? हो त, हामी पनि चाहन्छौँ संविधानको आवश्यक परिमार्जन गर्नुपर्ने बुँदाहरूमा आवश्यक छलफल होस्, सर्वपक्षीय छलफल होस्, हामी पनि चाहन्छौँ त्यो।